अंदाजी 11:30 बजेको समयमा जिल्ला प्रसाद वीरगञ्ज महानगरपालिका वडा नम्बर 10 गीता मन्दिर नजिकै अपरिचित व्यक्तिहरू बीच झै झगडा कुटपिट हुँदा तत्काल ठेगाना नखुलेको गोल्डेन भन्ने अंदाजी वर्ष 24 को पुरुष व्यक्ति कुटपिटमा घाइते भई उपचारको लागि नारायणी अस्पताल त्यही बेलाकै समय 11:40 मा ल्याएकोमा उपचारको क्रममा 11:50 बजे डाक्टरले मृत घोषणा गरेको र लास सोही अस्पतालमा रहेको भन्ने खबर प्राप्त भएपछि तत्काल हाम्रो एओआर को वीरताको इन्स्पेक्टरको टोली प्लस यस कार्यालय प्रसाद को चाहिँ जिल्ला प्रहरी कार्यालयको म सहितको कमान्डमा 32 जनाको टोली घटनास्थलमा खटिएको थियो। वारदातको मिति मैले अघि नै बताइसके। घटना घटिसकेपछि तत्काल हामीले घटनास्थललाई सुरक्षित रूपमा सोको टिम सहित त्यसलाई चाहिँ कर्डन गर्यौं र त्यसपछि त्यहाँ भएको सबै सबुत प्रमाणहरूलाई चाहिँ कानुनी तवरमा चाहिँ संकलन गर्ने काम गर्यौं। त्यसपछि यो घटनाको अलिकति पृष्ठभूमिमा चाहिँ 82/6/14 गते जिल्ला 12 परवानीपुर गाउँपालिका वार्ड नम्बर 9 घर भई हाल जिल्ला प्रसाद वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 10 बस्ने वर्ष 20 को गोल्डेन भन्ने शिवम शाह कानु गवामाईमा मेला हेर्न जान्छु भनी घरबाट निस्कि गएकोमा मेला गई केटाहरूसँग वाद विवाद तथा हातपात गरेको र विगतका दिनहरूमा उक्त समूहबीच एक आपसमै झै झगडा वाद विवाद हुने गरेको र सोही ऋषिबीले मृतक गोल्डेन भन्ने शिवम शाह कानुलाई एक्लो मौका छोपी विपक्षी समूह यहाँनिर एउटा समूह हामीले आइडेन्टिफाई गरेका छौं जसलाई उनीहरुको व्हाट्सएप ग्रुपमा उनीहरुले चाहिँ दरिन्दे खुनखार खास चाहिँ खुनी दरिन्दे समूह छ। उनीहरुको व्हाट्सएपमा चाहिँ खुनी दरिन्दे समूह भनेको छ। केटाहरूले हात मुक्का बाँसको भाटा समेत प्रहार गरी कर्तव्य गरी मारेको भनी हालसम्म खुल्न आएको। घटनाको सूक्ष्म अनुसन्धान प्राप्त सूचना तथा प्रमाणहरूको विधि तथा प्रविधिको प्रयोग गरी सूचनाको विश्लेषण गरी उक्त वारदातमा संलग्न निम्न उल्लेखित व्यक्तिहरूलाई नियन्त्रणमा लिई निजहरू उप ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको। अहिले हामीसँग घटनामा संलग्न व्यक्तिहरूमा प्रसाद वीरगञ्ज महानगर वार्ड नम्बर 24 राम गढवा बस्ने वर्ष 19 को गौतम पटेल जुन मुख्य आरोपीको रूपमा रहेको छ र जिल्ला प्रसाद वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 24 राम गढवा बस्ने वर्ष 20 को शुभाङ्कर चौरसिया, जिल्ला प्रसाद वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 4 राम गढवा बस्ने वर्ष 22 को अमेरी पटेल भन्ने करण प्रसाद पटेल र जिल्ला प्रसाद वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 24 का राम गढवा बस्ने वर्ष 24 को चन्दन चौरसिया र जिल्ला प्रसाद वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 24 राम गढवा बस्ने वर्ष 19 को अमन पटुवा। अब यो विशेष गरी यिनीहरू हाम्रै जिल्लाको एओआर भित्र र केही नेपाल भारतको सीमाना क्षेत्रभित्रबाट हामीले पक्राउ गर्न सफल भएका छौं र यो अमन यसमा पछि आउँछु म। अनुसन्धानको क्रममा खुलेका सम्पादित कार्यहरूमा चाहिँ हामीले सीसीटीभी को फुटेजहरू संकलन गरेका छौं, भिडियो रेकर्डहरू संकलन गरेका छौं, सीडीआर विश्लेषणहरू गरेका छौं र त्यसपछि मुख्य आरोपीले चाहिँ भोइस कल गरेको र घटनाको एक हिसाबले त्यतिबेला फलाना व्यक्तिको अवस्था के छ भनेर बुझ्न पठाएको रेकर्डसम्म पनि हामीसँग छ र घटना हुनुको मुख्य उद्देश्य यसको पृष्ठभूमि अघि नै मैले बताइसके। दुईटा समूह त हो तर अब एकअर्काको इगो र केही हदसम्म मैले हिजो पनि एउटा सञ्चारकर्मी साथीले चाहिँ बोल्नै पर्ने अवस्था भयो भनेर भनिसकेपछि मैले बोलेको थिएँ एउटा टिभीमा। त्यतिबेला नै मैले भनेको छु र केही हदसम्म यी दुईटा ग्याङहरू नशाको सुरमा पनि देखिन्छ। अब विषय वस्तु आफआफ्नो भए पनि नशाको सुरमा पनि घटना पुगेको देखिन्छ र आफूलाई अलिकति अब यङ टिनेज भएको हिसाबले सायद आफ्नो को चाहिँ ग्याङमा चाहिँ अलिकति बलवान अलिकति डोमिनेट गर्न सक्ने एरियामा भन्ने देखाउनको लागि पनि यो घटना घट्न गयो जसको दुखद परिणाम चाहिँ एकजना व्यक्तिको मृत्यु हुन पुग्यो र केही हदसम्म पुरानो दुश्मनी जुन यहाँहरु सबैलाई चाहिँ यहाँको स्थानीय भएको हिसाबले पनि जानकारी रहेको दुश्मनी पनि के को भन्दा यही युगो साध्ने र आफ्नो वर्चस्व कायम राख्नेको बाहेक अरु खासै त्यस्तो दुश्मनी देखिन्न। दुईटैको पारिवारिक अवस्थाहरूलाई हेर्दा अलिकति निम्न वर्गीयकै अवस्थामा देखिन्छ। यो रह्यो अहिलेसम्मको उहरू र यसमा विशेष गरी अमन पटवा घटना पश्चात विशेष गरी सम्पूर्ण घटनाको म्यानेजमेन्ट गर्नेमा देखिन्छ र त्यसपछि गौतम पटेल मुख्य आरोपी जो स्वयंले घटना घटाइसके पछाडी घटना घटाको जिम्मेवारी पनि लिएको हामीसँग रेकर्ड छ। त्यो रेकर्ड पनि
हामी भोलि प्रमाणको रूपमा पेश गर्छौँ। र बाँकी कसको काका संलग्न छ अनुसन्धानको दायरामा छ, यी सबै एउटै ग्याङमा छ। यो बाहेक केही मान्छे अझ पनि हाम्रो अनुसन्धानको दायरामा ल्याउनु पर्ने मान्छेहरू देखिएको छ। प्रमाणले भ्याएसम्म हामी कसैलाई पनि कुनै अहिले नाम नखुलेका मान्छेहरू पनि कोही भोलि संलग्नता भयो भने यस घटनामा हामी ल्याउनेछौँ। यो चाहिँ तपाईहरुलाई मैले क्लियर किन गरेँ भने ग्याङमा भएको सदस्यको रोल र रेस्पोन्सिबिलिटी, उसको काम र उसलाई दिएको जिम्मेवारीको आधारमा हामीले मुद्दा दर्ता गर्ने हो। र कहिलेकाहीँ अनाहकमा ग्याङको नाममा कुनै निर्दोष नफसोस् भनेर पनि हामी त्यतिकै चनाखो हुनुपर्ने हुन्छ। त्यो भिडभाडमा भेटिएका देखिएका जम्मै त्यही ग्याङको हो भन्ने कुरा पनि हुँदैन र ग्याङका भएकाहरू पनि प्रमाणको आधारले को कसको कतिसम्म प्रमाण के भन्छ त्यसलाई, त्यो ग्राभिटी अफ क्राइम भन्छौँ हामी, अपराधको ग्राभिटीको आधारमा उसलाई कानुनको दायरामा ल्याउने कोसिस गर्छु। अब यति भन्दै मैले चाहिँ यो मेरो प्रेस मिट चाहिँ यही टुङ्ग्याउँछु। तपाईहरु 7 गते मंगलबार मैले हाजिर भइसके पछाडि आज 16 गते सम्म जिल्ला प्रहरी प्रशासन कार्यालयबाट के कस्तो आपराधिक अनुसन्धानहरू, के कस्तो आपराधिक कार्यको लागि निरीक्षण गर्न कार्यहरू भयो भन्ने कुरा पनि म जानकारी गराउँछु। हामीले यो बीचमा लागु औषध तर्फ डग स्निफिङको मार्फतबाट 29 मिलिग्राम सहित 2 ग्राम 29 मिलिग्राम सहित एकजना खैरो हेरोइन, गाँजा 26 केजी 900 ग्राम, चरेस 11 केजी, फरार प्रतिवादी अहिलेसम्म फरार प्रतिवादी त्यो मध्ये 2टा जेल ब्रेकवालाहरू भयो अस्ति जेन्जी आन्दोलन पछाडि, त्यसपछि गएर अन्य अरू मुद्दाहरूमा फरार भएको गरेर टोटल 7 जना पनि पक्राउ परेका छन्। र घरेलु मदिराहरू नष्ट भएको छ, त्यसमा 4570 लिटर, कच्चा पदार्थहरू 6620 लिटर, भट्टी फुटाएका छ 14 वटा। यो फुटाएको भन्ने शब्द भन्दा पनि निरीक्षण के अरे डिसमेन्टल गरे होला है। नदीजन्य उत्खननमा बालुवा लोड गरेको ट्र्याक्टर पक्राउ 2टा, काठ पक्राउ भएको छ। भन्सार छली चोरी पैठारी निकासी तर्फ पक्राउ टोटल 5,45,000 बराबरको। लागु औषध दुर्व्यसनी तर्फ पक्राउ 45 जना दुर्व्यसनीहरू। समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रमको 25 वटा कार्यक्रमबाट लाभान्वित भएको छ। त्यो एउटा हाम्रो